हेलो हाई सम्पूर्णमा नमस्कार। यहाँहरु सबैजना सन्चै हुनुहुन्छ होला। हजुर बर्खामा कसरी आउनुहुन्थ्यो? बर्खामासमा त पानी पर्थ्यो हैन, अनि पानी परेको बेला चाहिँ पापाले खोला तार्नु झर्नुहुन्थ्यो। अनि यो चुङ्गी खेलेको एकदमै हामी चाहिँ यहाँनिर साइला दाजु यहाँ हेर्ने हामी चाहिँ रुन मात्रै छ। रोइदिउँ न एकचोटि कि भेना बोक्दिनु एकचोटि उतै के गर्नु पछि हामी पनि त्यता जाने हो। अहिले के भनिराख्नु हैन, गाउँमा चाहिँ खै बस्नु भएको। यहाँनिर हामी चाहिँ लुगा लाएर रेडी भइसक्यो। अर्को लाइनी यता अर्को लिम्बुनी झेम्टा बजाइदिनु हामी चाहिँ लाग्यो। अब पनि राम्रै हुनुभएको छ आम्मा, तपाईँलाई त यो कपडा हुन्छ भने टलक्क बारिरहेछ। कति राम्रो बाटो बनाउनु भएको रहेछ अहिले त। जाँदैछौँ यो त तपाईँहरूलाई म कस्तो देखेँ भनेर राइने कस्तो देखेँ भनेर हामी चाहिँ दिदीको घरमा आइसकेको छौँ। दिदी चाहिँ राम्ररी बनेर यताबाट बस्नु भएको छ। दिदी छ नि त्यो बोटुकाको पहिलो चाहिँ कहाँबाट आयो त नि? यहाँ चाहिँ मसालीलाई चाहिँ नबिर्सिनु नि यताको जुत्ता लुकाउने मन थियो तर बडो चिन्ता छ। एकजना दुईजना तीनजनाले चाहिँ मलाई बोकेर लानुहुन्छ भने म पूर्ण विश्वास त छु। प्लिज मलाई बोकेर लगिदिनु होला। म हिँड्न सक्दिनँ, मेरो बुढाले चाहिँ सक्दिनँ। उसको बुढालाई चाहिँ माया गरे हो, मेरो बुढाले चाहिँ सक्दैन। रमाइलो भइरहेछ भने एउटा सोल्टी हेर्दैन भनेको त खै सोल्टीहरू त हेरेको, तर पनि के गर्नु उनीहरू सबैजना व्यस्तै व्यस्त। सम्पूर्णमा नमस्कार। यहाँहरु सबैजना सन्चै हुनुहुन्छ होला। यहाँहरु सम्पूर्णलाई मेरो युट्युब च्यानलमा यहाँहरुलाई स्वागत छ भन्दै एकदमै भिडमा छौँ। आज चाहिँ हामी दिदीको बिहेमा जाँदैछौँ। हामी चाहिँ ठ्याक्कै अहिले चाहिँ भन्छन् आफ्नै गाउँमा तल नेरी हामी चाहिँ यहाँ जाँदैछौँ। माथि आउँदै हुनुहुन्छ छुन्नाहरू भेनाहरू दिदीहरू राम्रो राम्री भएर आउँदै हुनुहुन्छ। हामी तल आइसकेको छौँ। अनि मेरो गाउँ चाहिँ यहाँ पारी हो। म चाहिँ यहाँ हुर्किएको, मेरो जन्मथलो चाहिँ मेरो कर्मथलो फेरि माथिल्लो डाँडामा यता हामी चाहिँ यस्तो जाँदा मकैबारी छ। आज चाहिँ हामी दिदीको बिहेमा जाँदैछौँ। एकदम खुसी भएर बल्ल बल्ल दिदीको बिहे गाड्नु भएको भेनालाई हेर्नु एकदमै आतुर भएर खुसी हुँदै पुरुक पुरुक परेर जाँदैछौँ। राम्री राम्री भएर राम्री हुनु चाहिँ अझै बाँकी छ। यहाँहरूलाई भेनामा कस्तो देखिन्छ देख्छु। यहाँ छिन्छ अरे त भेना। हामी चाहिँ यहाँनिर गाउँबाट सब्स्क्राइब गरिदिनु होला। मात्रै भन्छु मेरो युट्युब च्यानल सब्सक्राइबर सबै सरिताले लान्छ भन्ने कुरा मलाई थाहा छ नि। अस्ति धेर भएर मैले नलाएको पनि थिएँ नि त बोलेको कुराहरू। ल हामी चाहिँ यहाँनिर यस्तो राम्रो आज चाहिँ हिजो चाहिँ पानी परेर यहाँ पाखाहरू पनि एकदमै पौलो पलाइरहेको छ। एकदमै राम्रो छ। मकैहरू पनि हरियो बाटो भइरहेछ। कस्तो हुन्छ यहाँहरूलाई म पछाडि देखाउँछु। म चाहिँ पहिला यही स्कुल गएको बाटो एकदमै धेरै सानोमा चाहिँ यहाँनिर चाहिँ म स्कुल आउँदाखेरि चाहिँ म पर भालबाट पढ्दाखेरि चाहिँ यो बाटो हिँडेको पहिलाको बाटो चाहिँ यहाँ यस्तो रहेछ। र यहाँ पारिबाट आएर चाहिँ म यो बाटो हुँदै यो खोलाबाट यसरी आएको। अहिले चाहिँ यो बाटोहरू यस्तो भएछ। हामी चाहिँ यहाँ मेवा खोला मासतिर आएको। यो बाटोहरू पहिला कति दाइयो दाइयो कति जुगा पाउँथ्यो यहाँनिर। अहिले त जुगाहरू पनि छैन, तर पानी पर्न थाल्यो अहिले त जुगाहरू पनि छ। ठिक हामी चाहिँ बाटो लामो भएर चाहिँ कुर्ता सिरलामा छौँ। झन् भरे राम्री भएर भेनालाई फकाउने हो। उता गएर सिवाकोटी भेनालाई आँखा झिम्काएर हुन्छ कि भरे पुग्दाखेरि चाहिँ फेरि बोल्न सकिने चाहिँ होइन होला। बाटोमा चाहिँ बोल्ने हो अन्त र त नि। तर अब चाहिँ सालीलाई झिम्काउने भनेर यति दुःख गरेर गइएको छ भेना तपाईँलाई भेट्नको लागि। दिदी र भेनाको बिहे खानको लागि बाटो यस्तो अप्ठ्यारो छ। पछाडि आउँदै हुनुहुन्छ यहाँनिर। अनि हामी जाने भेनालाई भेट्न आउँदैछौँ। पछि गएर यो भिडियो तपाईँले कहीँ कतै हेर्नुभयो भने भेना सालीकोमा चाहिँ एकदम लाइक कमेन्ट चाहिँ हालिदिइहाल्नु है। हामी चाहिँ माथि भन्ज्याङबाट हुँदै खोला आइसकेको छौँ। यो खोला चाहिँ तीनटा खोला जोडिएको छ। के भन्छ यहाँ तलको खोला चाहिँ मेवा खोला हो। हामी चाहिँ यहाँ खोलामा आइसकेको छौँ। पहिला चाहिँ म यो बाटो हिँडेर यहाँ माथि हो मेरो घर चाहिँ माथि डाँडामा पर्छ। यहाँबाट हिँड्दै हिँड्दै गएर म चाहिँ यता
पर भालटार पढेको यही बाटो हिँडेर पहिला स्कुले जीवन कटायो अहिले चाहिँ यही बाटो हिँड्न नसक्ने भइएको छ बर्खा मासमा चाहिँ यो खोला पनि एकदमै ठुलो हुन्छ यहाँले देख्न सक्नुहुन्छ यो खोलामा चाहिँ बाढी पहिरो गएर यस्तो भएको छ हजुर बर्खामा कसरी आउनुहुन्थ्यो बर्खा मासमा त पानी पर्थ्यो हैन अनि पानी परेको बेला चाहिँ पापाले खोला झर्नुहुन्थ्यो अनि यो खोला तारिसकेर अनि जानुहुन्थ्यो हामी यता आउँथ्यौँ अनि फेरि भरे बेलुका पनि पानी पऱ्यो भने ठुलो पानी पऱ्यो भने लिन आउनुहुन्थ्यो अनि कस्तो ठुलो पो हुने त यहाँ अहिले खोला छैन होइन उतल चाहिँ हुने आज यहाँ खोला छ नि यताबाट आउँछ यहाँबाट आउँछ अनि यताबाट पनि आउँछ नि बाढी यहाँ कत्रो बाढी आउँछ त अनि हामी चाहिँ यहाँ जाँदैछौँ बडो पछाडि आउँदै हुनुहुन्छ हामी चाहिँ यहाँ पुगिसकेका छौँ दिदीको बिहे खानलाई म चाहिँ ठ्याक्कै विद्यालय बन्द थिएँ र तल क्याम्पसमा आफ्नो काम गर्दै तल बसिरहेको थिएँ र यहाँ चाहिँ दिदीको बिहे पनि भएको अनि गाउँहरू नगएको पनि धेर भएको अनि त्यही भएर दिदीको बिहे खानलाई हामी चाहिँ जाँदैछौँ र पहिला पढेको बाटो हिँडेको बाटोहरू यही चाहिँ हो म चाहिँ यसरी यो बाटोमा चाहिँ धाइरो हिँडेको तर अहिले चाहिँ हिँड्नै नसक्ने भएछु खुट्टाहरू एकदमै थर कामिरहेछ यो बाटो यत्रो धाइरो हिँड्दा पनि पहिला चाहिँ सकिन्थ्यो अब पहिला त सानै पनि थियो नि त केटाकेटीमा हिँड्थ्यो पनि अहिले त अब हिँड्न सकिएन यो बाटो चाहिँ अहिले यस्तो भएको छ भर्खर पानी चाहिँ देख्न भयो उपर सानो है यहाँ चाहिँ यज्ञ मिस हुनुहुन्छ भरे उहाँलाई चाहिँ पर मेरो गाउँको अब केटाहरू त प्रायः भर्खरकोहरू अब 2 भाइ थियो दिदीको भाइहरू विदेशमै एकजना दाजु हुनुहुन्छ बिहे गर्नुभएको अब अर्कै मान्छे आएको थियो भने चाहिँ मिलाएर उहाँहरूलाई चाहिँ दिइराख्ने तपाईँहरूलाई मनपर्छ भने भन्नुहोस् है त्यहाँनिर कमेन्टमा उहाँहरूलाई ठ्याक्कै ल्याइदिन्छु नि कति राम्री पो हुनुहुन्छ त हेर्नु यहीँबाट खोजिदिएको नि अनि सम्पर्क गर्नु है तपाईँहरूलाई मन पऱ्यो भने कति राम्रो पो हुनुहुन्छ नि यो खोला कत्रो हुन्थ्यो मेन भनेको यो खोलाले गर्दाखेरि हामीलाई चाहिँ आवाजात गर्नु चाहिँ समस्या हुन्थ्यो यो खोलामा पानी पर्दाखेरि बर्खा मासमा यति ठुलो हुन्छ कि यति ठुलो हुन्छ यो खोला यहाँ माथिसम्म आउँछ यो पारीसम्म पुग्छ यहाँसरी यो खोलाले गर्दाखेरि बर्खा मासमा चाहिँ एकदमै गाह्रो हुन्थ्यो यहाँनिर यो मेउ खोला यहाँ चाहिँ अहिले यसरी ढुङ्गाले बनाएको रहेछ यसरी जानुपर्ने छ अब चाहिँ हामी उकालो लाग्यौँ धेरैजना हुँदा त रमाइलो पो हुँदो रहेछ पारीबाट आउँदै हुनुहुन्छ उता हुनुहुन्छ माइजू नानीहरू हामी चाहिँ अब चाहिँ उकालो लाग्यौँ अब उकालोमा खुट्टा लाग्छ कि त हामी चाहिँ यो ओह्रालोबाट आएर यता परबाट आएर अनि गलेर यो ढुङ्गामा चाहिँ कति बस्थ्यौँ खेल्थ्यौँ खेल्दै हिँड्थ्यौँ बाल्यकालको अहिले चाहिँ धेरै याद आइरहेछ बाल्यकाल भन्दा पनि के अरे 11-12 समय यतैबाट धाइयो उता पनि बस्यो यस्तो उकालो जानुपर्ने तर पनि केही छैन आज खुसीको दिन हो दिदी तपाईँको बिहेमा आउँदैछौँ आज चाहिँ धन दिदीको बिहे र दिदीले यहाँ भिडियोबाट पनि दिदी र भेनालाई वैवाहिक जीवनको एकदमै धेरै शुभकामना छ सदाबार खुसी राख्नु होला मेरो दिदीलाई र खुट्टा एकदमै खामिरहेछ यज्ञ मिस आज कस्तो लागिरहेछ तपाईँलाई मेरो गाउँको बिहेमा लगेर जाँदैछु भरै सोल्टेजु कस्तो भेटिन्छ होला तपाईँलाई दिइराख्नु पर्ने नदिनु दिन्छ नि हौ तपाईँलाई मन पराएर तान्दै राख्यो नि भरे उल्टै तपाईँलाई मन पर्यो मलाई त त्यो आफ्नो गाउँको हुन्छ चेली माइती हुन्छ 1-2वटा भेनाको सिवाकोटीहरू आउनुभयो भने मात्रै नत्र त अरू त कोही हुँदैन त उस गलेर मर्यो बुढी पाएको चाहिँ होइन है कति भर्खरको हुनुहुन्छ है यहाँ हेर्नु है बुढी पाकी हुनुहुन्छ यति राम्री भएर हिँडिराख्नु भएको छ उस अब चाहिँ गल्यो हामी चाहिँ यो पारीबाट आएको पारीबाट पनि होइन म चाहिँ माथिको डाँडाबाट आएको अघि चाहिँ हामी रेडी भएर यो पाहाबाट आयो उकालो नाप ठोकिने उकालो मैले चाहिँ जाँदैछु पहिला चाहिँ यही बाटो हिँडेर भाग्न सकियो अहिले चाहिँ यही बाटोमा खुट्टा लागिरहेको छैन गलेर एकदम ध्वंस भइसक्यो हामी चाहिँ पर पारीबाट आएको खोला नागेर पनि हामी यो पाखामा आइसकेका छौँ
आउँदै हुनुहुन्छ गलेर ध्वंस हैरान अम्स बारी पहिला पनि अम्स नै लाग्थ्यो अहिले पनि अम्स नै बेमा जानु कस्तो छ सरिता के भइसक्यो के डाँटिसक्यो भोमिट आउनु त अर्कै लक्षण हो नि बेमा जानु पर्ने दिदीको भोमिट लागिसक्यो रे यहाँ कि मिसलाई कस्तो लागिरहेछ हौ बित्थामा आएछ अब चाहिँ मिरामिसको कुरै सुन्दिनँ जस्तो लागेको छैन तपाईँलाई जनता चाहन चाहन्छ भनिदिनु पर्यो आयो भेना हात उठाइदिनु न हौ सालीको ब्ल त्यो के अरे उयो मात्रै देख्यो होला के पो अरे सरी त सल मात्रै देखाउनु भएर यहाँ चाहिँ हाम्रो भेना हेर्छ भएर आउँदै हुनुहुन्छ है भरे त्यहाँनिर केटीहरूले हात समाउनु होला नि यहाँ छ नि फेरि चस्मा लगाउनु हुने दिदी जोड्ने चाहिँ हामी चाहिँ दिदी तपाईँको बेमा आउँदैछौँ हजुर उहाँ हो आयो उहाँ हामी चाहिँ यहाँनिर माथि त्यसो भएकोमा अब घर चाहिँ मेरो माथि नै हो तर यहाँनिर त्यसो जाने बाटोमा आइसकेको छ बसौँ अरे आयो गलेर हैरान हो त भइसक्यो पसिनै पसिना आयो के हिँडाइ अरे भेना जुम्रा हिँडाइ जुम्रा त हामीभन्दा ढिलो हिँड्छ हौ के भन्नुहुन्छ हौ तपाईँ हो भेना त फेरि उडेको चिल समाउनुहुन्छ नि फेरि माथि माथि चरा पनि उड्दैछ गलेर हामी चाहिँ यहाँनिर आइसकेपछि हाम्रो यहाँ बस्ने ठाउँ थियो अहिले चाहिँ यहाँनिर बस्ने ठाउँ छैन रहेछ चुङ्गी खेलेको एकदमै हामी चाहिँ यहाँनिर साइला दाजु यहाँ हेर्ने हामी चुङ्गी खेलेको ठाउँ यहाँ यस्तो भइसकेको रहेछ म न यहाँ बसेको ठाउँ त फोटो पनि खिचेको ठाउँ त यस्तो पो भएछ हौ सखुवाको पात झरेर सरी दाजुको एकदम रुइदिउँ न एकचोटि कि भेना बोक्दिनु एकचोटि अब चौतारा आयो चौतारा त कहाँ भयो यहीँ जस्तो लाग्यो हामी खेलेको साइला दाजु त्यहाँनिर लाइक कमेन्ट गर्नु नबिर्सिनु होला भरे त्यहाँनिर सेयर पनि गर्नु पर्यो हामी खेलेको बाटो यहाँनिर हिँडेको हामी चाहिँ पारिदेखि आएर चौतारामा आइसकेको छ गलेर हैरान भइसक्यो नि लु मर्ने बेला भयो भेना गल्नु भएन ए गर्नु भएको छैन त्यसै उप्नुहोस् तपाईँ हामी बस्छौँ ल भनेर चाहिँ गलेर यत्रो टाढो बाटोबाट आएको हुनु पनि अब कहिले पनि हाम्रो चाहिँ हिँड्ने बानी हो र नि त एक ठाउँमा बसेर खायो त्यहाँ स्कुल गयो कुदो होइन त्यस्तो भएर चाहिँ हामी चाहिँ एकदमै हिँड्नु नसक्ने हामी चाहिँ यस्तो माथिबाट जान्थ्यौँ अब चाहिँ हामी चाहिँ दिदीहरूकोमा जानलाई चाहिँ यहाँ तेर्सोबाट जाने अब चाहिँ मेरो यो गाउँदेखि तल्लो गाउँ रहेको छ यहाँनिर चाहिँ हामी आइपुगेको छौँ हाँस्दै खेल्दै रमाउँदै गलेर यो भिडियोमा चाहिँ व्यक्त गर्न सकेनौँ 1.5 फुटे भेना यहाँ आउँदै हुनुहुन्छ खासमा 1.5 फुटे भेनै हो उहाँ चाहिँ होइन साँच्चीको हो हजुर तपाईँले देखाइदिनु न त ल हामी 1.5 फुटेहरूले छोको पनि जमानामा त छ्याप समात्छौँ भनेर समातिहाल्नु नि तपाईँले पो देखाउने हो त समातेर मिस यता यहाँनिर दाजुहरूको घर हो र दाजुहरूको घर हो तल्लो घरको दाजु चाहिँ तल दमकमा हुनुहुन्छ अहिले माथिल्लो घरको दाजु मात्रै अघि त पर गोठाला गर्दै गर्नुभएको हो खासमा चाहिँ यहाँनिर चाहिँ गाउँघर एकदम रितिएको छ सहरको अब विकासले आकर्षणले गर्दाखेरि होइन उतै के गर्नु पछि हामी पनि त्यता जाने हो अहिले के भनिराख्नु होइन गाउँमा चाहिँ खै बसौँ जस्तो छैन चाहिँ साथीहरू हामी चाहिँ ठ्याक्कै तल्लो गाउँमा आएपछि अब चाहिँ दिदीको घर चाहिँ यता पर है दिदीको घर चाहिँ गलेर बोल्नु नसकेर है 1.5 फुटे भनेर 1.5 फुटे दिदी छिटाउनु है कुन त म त अल्गो है हेर्नु त साथीहरू म त यस्तो अल्गो छु म त फाइनली हामी चाहिँ राम्री भइसकेको छौँ हामी चाहिँ राइनी हो उहाँहरू हिँडिसक्नुभयो हामी चाहिँ पारिबाट दुईजना आएको यहाँनिर हामी चाहिँ लुगा लगाएर रेडी भइसक्यो अर्को राइनी यता अर्को लिम्बुनी झेम्टा बजाइदिनु हामी चाहिँ लाग्यो अब चाहिँ नजिकै हो लगभग
सर गयो भने 20 मिनेटमा पुगिन्छ। हामी चाहिँ जाँदैछौँ, हेर्दै गर्नु होला। मिसले भिडियो बनाइदिनु भएको पनि राम्रै हुनुभएको छ। आम्मा तपाईँलाई त यो कपडा हुँदा पनि टलक्क बारिरहेछ। गयो हामी चाहिँ रेडी भएर अलिक पर आइसकेको छौँ। अहिले चाहिँ बाटो निकालेको छ, एकदमै राम्रो रहेछ बाटो चाहिँ। अनि हामी चाहिँ तेर्सो बाटोमा जाँदैछौँ। दिदी भेना अगाडि हामीसँगै परबाट आएको, उहाँहरू अगाडि गइसक्नुभयो। हामी यहाँनिर एकैछिन पक्रिदिनु त। हामी चाहिँ यसरी बाटोमा जाँदैछौँ। कति राम्रो बाटो बनाउनु भएको रहेछ अहिले त। जाँदैछौँ। यो चाहिँ तपाईँहरूलाई म कस्तो देखेँ भनेर राइने कस्तो देखेँ भनेर देखायो रे। ल एकदमै राम्रो। हामी चाहिँ फाइनली बिहे गर्न आइपुगेका छौँ। हामी चाहिँ दिदीको घरमा आइपुग्यौँ। ठ्याक्कै यहाँ चाहिँ दिदी र भेना। आहा कति राम्रो हौ उहाँहरूको जोडी त। आम्मा यसले त मलाई कस्तो हामी चाहिँ यहाँनिर ठ्याक्कै द्वारमा आइसकेको छौँ। दाजुले हेर्दै हुनु। हामी चाहिँ दिदीको घरमा आइसकेको छौँ। दिदी चाहिँ राम्ररी बनेर यताबाट बस्नु भएको छ। दिदी ए अनि त्यो चाहिँ कहाँबाट आयो त्यो दाजुको बोटुकाको चाहिँ नि? त्यो बोटुकाको पहिलो चाहिँ कहाँबाट आयो त नि? यहाँ चाहिँ हाम्रो काका हुनुहुन्छ अङ्कल। किन नदेखाउनु हो? होइन झन् देखाउनु पर्छ, देखाउने पर्ने बेलामा नदेखाउनु। यो अवसरमा रमाइलो अवसरमा देखाउने हो त हौ। अनि आयो देखाउनु पर्छ नि हौ। फाइनली हाम्रो बेहुली दिदीलाई भेटिसकेको छौँ। दिदी चाहिँ यहाँ हुनुहुन्छ, यति राम्री हुनु भएर बस्नु भएको छ। दिदी यति राम्री भएर बस्नु भएको छ। पक्नु है के गर्नु। हाम्रो प्यारी दिदीलाई यहीँ बस्ने हो भएर चाहिँ भेनासँग यहाँहरूलाई भेटेपछि देखाउँछ उहाँहरूलाई कस्तो देखिन्छ। यति राम्री भएर बस्नु भएको रहेछ। आम्मा आज भेना बेहोस भएर ढल्नै पर्यो नि। यता तपाईँलाई दिसो भने आज भेना चाहिँ बेहोस भएर आज हाम्रो दिदी लग्नु भएर ढल्नुहुन्छ है। आम्मा दिदी यति राम्री भएपछि बेहोस त नहुने पुरै छैन नि। दिदीलाई त्यहाँ लग्नु भएर मैले बाटोदेखि भनेको छु नि नरुआउनुहोस्। हाम्रो प्यारी प्यारी दिदीलाई भनेको छु नि खुसी चाहिँ राख्नुपर्छ नि तपाईँले। यहाँनिर हामीले दिदीलाई भेटिसकेको छ। हामी चाहिँ यहाँहरूलाई यहाँबाट हजुरहरूलाई देखाउने छौँ। यहाँ चाहिँ स्वयंवर गर्दै हुनुहुन्छ दिदी र भेना चाहिँ। कता भिडियो बनाउनु अहिले चाहिँ यहाँनिर स्वयंवर भइसक्नु भएको छ। हाम्रो भेना चाहिँ एकदम हेन्सम हुनुहुँदो रहेछ। म त भेना देखेर अलिक छेउछेउमा जानु मन परिसक्यो। यहाँ चाहिँ भर्खरै दिदीले स्वयंवर गर्दै हुनुहुन्छ। होइन दिदीले नै ठेल्नु पर्थ्यो नि। र भेना त मुसुकै हाँस्नु भयो त हो। कति ल्याउने देखिनु भएको। ल अब चाहिँ स्वयंवर भइसकेर यहाँनिर चाहिँ गइसक्नु भएको छ। खोइ यो चाहिँ उहाँ भेनाको साइडबाट आउनु भएको। आउने हो नि अब आउनुहोस् त। ल आउनुहोस् आउनुहोस्। म चाहिँ यहाँ देखिन रछु हौ। होइन म चाहिँ को थियो हौ? भेना भेना भन्दा त सालीले अनुहार निकालेन चरे। आयो यहाँ चाहिँ के हो? दिदी र भेनाको माया साटो हो कि के साटो हो? मेरो यहाँनिर छुना पुसै आउनु भएको छ। अब चाहिँ पुसै जयमसी पुसै मेरो पुसै हुनुहुन्छ। उहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ। उहाँ चाहिँ यहाँ देखिएको भएको छैन। म यसो गरेर देखाउँछु। मेरो पुसै त यस्तो नक्कले हुनुहुन्छ।
आयो सुन अहिले आउनु है फोटो खिच्नुपर्छ म त निकालिहाल्ने तपाईँहरूलाई पनि मैले निकालिरहेको छु डेवाला पनि यहाँ हुनुहुन्छ यहाँ चाहिँ रहेको छ साधु भान्सा गाउँको हाम्रो प्यारी भाउजू यहाँ धन्दा गर्ने हुनुहुन्छ उहाँले साधु भान्सालाई खाना दिनु हुँदो रहेछ अनि यहाँ दुईटा लड्की चाहिँ यहाँनिर यति राम्रो मिठो खाना खाँदैछ कस्तो छ हौ यदिन भएको हेऱ्यो भनेर ल न त म खाइदिन्छु नि त माया गरेर मिठाईहरू खाना खाँदै हुनुहुन्छ ल बोल्नु नाना अब चाहिँ बोलौँ बोलौँ न उहाँ चाहिँ हाम्रो गाउँको नाना हुनुहुन्छ मेरो घरदेखि दमतिरको नाना मलाई यहाँ जिस्काउँदै हुनुहुन्छ अहिले चाहिँ लजाउनु भएको अरे हौ मोबाइल लिएर आउँदा कस्तो नाना हौ यता हेरिदिनु न म अर्को दाजु खोजिदिइहाल्छु त हौ दाजुले नसुनिकन म अर्को दाजु खोजिदिन्छु नि नाना भयो कुन हौ खोजिदिन्छु न हौ अनि मैले भन्नुभएको भएको छैन पुगेको छैन अझै अर्को दाजु एउटा साइनो नपर्ने पनि आएको छ होला नि मैले नचिनेको त कति मान्छे यहाँको भन्दा बाहिरको धेरै मान्छे आउनुभएको नि खोजिदिन्छु हाँसी मजा गरेको है ऊ आमै कुटी पनि हाल्नुभएको अरे हो अनि के गालो हौ कुट्नु भन्छ हौ खोज छ हौ मिठो छ धेरै खाऊ है धेरै थपिदिन्छु म अहिले म त यहाँ भान्छु नि हो के खाने पनिर खाने कि यो त एकछिन ऊ सर्ताले गर के गर भनेर म त्यसो गरेको भिडियो उनीहरूले भात खाएको गर्नु अरे अनि त्यहाँदेखि त्यही भएर मैले गरेको हो यहाँ के मिस सुभाचनको बिहे त यस्तै हुन्छ त फेरि फेरि आउनुहुन्छ कि हुन्न नि आउनु है आउनु अब गराइदिने के गर्नु चन्द्र आएको छैन नत्र त बुहारी के आएको छ पो छैन नि आएको भए यहाँ बुहारी नत्र नाना हेरिराख्नु है कति घर गरी खाने पो छ नि फेरि फलङ स्कुलदेखि मुनतिरको मन पर्यो नाना बुहारी मन पर्यो बनाउँ ल यस्तै बिहे खानुपर्छ फेरिमा आउँछु दमकबाट आयो अरे बिहे खानु यहाँ कि सासु आमा ढोकिहाल्नुहुन्छ कि आयो बिचरा मिस मैले जिस्काएको ल मिस नरुनु 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 मैले जिस्काएको हो त अनि त्यति बेला पनि मैले जिस्काएको थिएँ ए हो त अनि चिन्नुभयो क्या मिसले ए हो त अनि आम्मा यसरी भिडियो बनाउँदै थिएँ त्यति बेला पनि यहाँ चाहिँ हामी भेना र म भान्सा डेडामा छौँ हामी चाहिँ भात खान लागेको यहाँ चाहिँ हुनुहुन्छ हाम्रो गाउँको पन्द्रुङ्गे सोल्टीले चाहिँ हामीलाई यहाँनिर खाना दिन लाग्नु भएको छ हामी चाहिँ यहाँ भेनासँग खाना खान बसेको भेना खाना मिठो छ भनेर मैले चाहिँ भेनालाई भनिरहेको छु यहाँ किनभने व्याकरणमा गीत बजिरहेको थियो भेनाले चाहिँ नमस्कार भनेर आफ्नो खाना खान सुरुवात गर्नु भन्ने चाहिँ हाम्रो नि बिहे खाएर पनि गइसक्यौँ अब चाहिँ हामी चाहिँ घर लाग्दै गरेको अब चाहिँ हामी घर जानुपर्ने बिहे घर अनि यहाँ चाहिँ अब हामी चाहिँ यो बाटैबाट जानुपर्ने छ यहाँबाट पारी कतिखेर पुग्नुपर्ने थाहा छैन ल अब भने चाहिँ म यो मेरो भिडियोलाई यहीँ अन्त गर्न चाहन्छु यहाँहरूले सम्पूर्णले हेरेर साथ दिनु होला माया गरिदिनु होला कस्तो लाग्यो भिडियो यहाँहरूले भनिदिनु होला भन्दै अब चाहिँ मेरो भिडियो यहीँ इन्ड गर्दछु कस्तो भयो बिहे साथीहरू एकदम धेरै रमाइलो भएको छ तर अब रात परिसक्यो घर कसरी पुग्ने बडो चिन्ता छ एकजना दुईजना तीनजनाले चाहिँ मलाई बोकेर लानुहुन्छ भन्ने म पूर्ण विश्वास त छु प्लिज मलाई बोकेर लगिदिनु होला म हिँड्न सक्दिनँ बोक्ने मान्छे यता भइहाल्नुहुन्छ नि तिमीहरू दुईजना मेरो बुढाले मात्र सक्दैन
मेरो बुढाले चाहिँ सक्दैन उसको बुढालाई चाहिँ माया गरे हो मेरो बुढाले चाहिँ सक्दैन बिमार नै बोक्ने हो परसम्म पुरै राख्ने हैन फेरि ल्याउन आउने परसम्म पुरै राख्ने फेरि ल्याउन आउने भेना साली नानीको गाउँको तपाईलाई कस्तो लाग्यो एकदम राम्रो दामी लाग्यो हैन साली गाउँको बिहे पनि खाइयो एकदम भेनालाई देखायो भने हतार हतार छिर्छ हौ सालीको गाउँको बिहे पनि खाइयो एकदम म भाग्यमानी हुनुहुन्छ के भन्नु अब त धेरै धेरै धन्यवाद बहिनीको गाउँमा विवाहमा ल्याउनु भएकोमा तपाईलाई धेरै धेरै भेनालाई त मैले त तान्दै लिएको हो नि भेना त आउनै नमान्नु भएको मैले तानेर लिएको नि त यहाँ के मिस आज त कस्तो बोरिङ भयो होला नि कति अल्छी लागिरहेको थियो तपाईँलाई कस्तो छैन एकदम रमाइलो भइरहेछ एउटा सोल्टी हेर्दै भनेको त खै सोल्टीहरू त हेरेको तर पनि के गर्नु उहाँहरू सबैजना बेच्छ अलिकति भरे बेलुकासँग बसेको भए चाहिँ उहाँको लागि पनि पाइन्थ्यो अहिले चाहिँ पाइएन मेरो लागि सोल्टी पर्दैन भन्दै हामी चाहिँ यसरी रमाइलो गर्दै आऊ भने चाहिँ यहाँहरूबाट म छुटिन चाहन्छु यहाँहरू सम्पूर्णले फेरि पनि धेरै धेरै माया गरिदिनु होला साथ दिनु होला मेरो युट्युब च्यानललाई भन्दै म चाहिँ यहाँहरूबाट छुटिन चाहन्छु हस्त नमस्कार बाई बाई